बर्दघाट नगरपालिका वार्ड नम्बर 12 सपैयामा नवलपरासीमा दलित जागरण समूहद्वारा आयोजित तथा बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा 2 दिने उद्घोषण तालिम सुरु भएको छ। तालिमको उद्घाटन कार्यक्रम संस्थाकी अध्यक्ष मर्याक्षी देवी हरिजनको अध्यक्षता तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रमुख अतिथि श्रेष्ठले उद्घाटन सत्रमा बोल्दै संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दा उद्घोषकको अभाव हुने गरेको उल्लेख गर्दै भन्नुभयो, यो तालिमबाट सहभागीहरूले उद्घोषण कला सिकेमा भविष्यमा बाहिरी उद्घोषकको आवश्यकता हट्नेछ। उहाँले गाउँ टोलमा महिलाहरूले निडर भएर बोल्ने नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्न आवश्यकता रहेको भन्दै तालिमको आवश्यकता औलाउनुभयो। के भन्छ मञ्चमा उभिएर बोल्न पनि हामी लगाउँछौँ दिदीबहिनीहरू। अब दिदीबहिनीहरू पनि दाजुभाइ सरह नै सबै ठाउँमा अगाडि आउनुपर्छ भनेर नै यो दलित जागरण समूहले यत्रो मेहनत गरेछ। यो मेहनत खेर त मान्छेलाई इच्छा हुनुपर्छ। इच्छा भएपछि यसको बोल्नलाई उभिएर नपढे पनि उभिएर बोल्न सकिन्छ। त्यस कारणले यो उद्घोषण गर्ने कुरा पनि कला नै हो। यहाँहरूले यो 2 दिनसम्म राम्रोसित सिक्नु होला। तपाईँ यहाँ आज धेरै ठाउँमा हामी धेरै जात जातिका मान्छेहरू छौँ। दलितहरूलाई अलिकति अवहेलना गर्ने, विभेद गर्ने यस्ता खालका क्रियाकलाप हुन्छ। यसैगरी विशेष अतिथि नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले दलित समुदायले संविधानले दिएको अधिकारको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। जातीय भेदभाव अन्त्य गर्न सामूहिक प्रयास अपरिहार्य रहेको उहाँको भनाइ थियो। वर्गीय रूपमा, जातीय रूपमा र लैङ्गिक रूपमा उत्पीडनमा परेका नागरिकहरूलाई सम्बोधन यो संविधानले गरेको छ। तर त्यो सम्बोधनलाई हामीले वास्तवमा कार्यान्वयनमा ल्याउन अझै सङ्घर्ष गर्न पर्छ। अहिले पनि धेरै हाम्रो ज्येष्ठ नागरिक जस्तै हाम्रो धरिकारजीहरू जस्ता मान्छेहरूले अझै सङ्घर्ष गर्दै हुनुहुन्छ। अझै उमेरका युवा युवतीहरूले पनि यो सङ्घर्षमा साथ दिन जरुरी छ। यो अभियानमा सङ्घर्ष भनेको सनै लाठी लिएर हतियार लिएर आन्दोलन गर्ने कुरा मात्रै सङ्घर्ष होइन, आवाज उठाउने। कार्यक्रममा अन्य अतिथिहरू प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव शरद पौडेल, समाजसेवी तथा राजनीतिक कर्मी राजु हरिजन, वार्ड नम्बर 12 का वडाध्यक्ष उमाशंकर चौधरी, पूर्व वडाध्यक्ष मदन मल्ल, महिला सदस्य शकुन्तला धरिकार, वडा सदस्य विकास छेत्री, प्रशिक्षक उत्तम ध्वज केसी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कमल परियार, समाजसेवी श्रीप्रसाद तिवारी लगायतले तालिमको महत्वको बारे धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य अञ्जना धरिकारले भएको थियो भने सञ्चालन पत्रकार पप्पु रेग्मीले गर्नुभएको थियो। सामुदायिक रेडियो दाउन्नेका लागि सहकर्मी मित्र बीपी ढकालका साथ म रामु भुसाल, बर्दघाट 4 नवलपरासी।